विक्रम सम्वत 2007 साल कार्तिकमा जब नेपाली काङ्ग्रेसले मुक्ति सेनाको नेतृत्वमा राणा शासन विरुद्धमा सशस्त्र क्रान्ति गर्यो र सो क्रान्तिले 2007 साल फाल्गुनमा आइपुग्दासम्म राणालाई एक किसिमले डोमिनेट गरेर नेपाली काङ्ग्रेसले जुन विजयको ध्वजा पहिर्यो। त्यस पछाडि राणा र काङ्ग्रेसको चाहिँ वार्ताबाट नेपालमा प्रजातन्त्रको स्थापना भयो र विक्रम सम्वत 2007 साल फाल्गुन 4 गते भारतमा रहेका तत्कालीन राजा त्रिभुवन स्वदेश फिर्ता भए र राजाले विक्रम सम्वत 2007 साल फाल्गुन 7 गते एउटा घोषणाद्वारा राणा शासन अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको घोषणा गर्दै राणा र काङ्ग्रेसको 10 सदस्यीय मन्त्रीमण्डलको घोषणा गरेका थिए र त्यो शाही घोषणा के थियो भन्ने कुरा बडो महत्त्वपूर्ण छ र राजाले घोषणा गरेको शाही घोषणा यस प्रकार रहेको थियो। आगे हाम्रा मुलुकका भाइ भारदार सन्त महन्त रहित दुनियाँ साहु महाजन गैरेकै यथोचित उपरान्त सम्वत 1903 सालमा त्यस समयका यो राज्यका गद्दीमा राजा भएका हाम्रा स्वर्गीय पूज्य जिजुबुवाज्यू श्री 5 महाराजधिराज सुरेन्द्र वीर विक्रम शाहदेवले धेरै गम्भीर र महत्त्वपूर्ण कारणले आफ्नो र आफ्ना उत्तराधिकारीहरूका तर्फबाट यो मुलुकको शासनभार श्री 3 महाराज जङ्गबहादुर राणालाई सुम्पी बक्सेको हुनाले उपरोक्त श्री 3 महाराज जङ्गबहादुर राणाका उत्तराधिकारीहरूले हाम्रा पूर्वजहरूको तर्फबाट मौसुफहरूका प्राइम मिनिस्टरको हैसियतमा यो राज्यको शासन चलाइआएकाले औ वर्तमान समयमा श्री 3 महाराज मोहन शमशेर जङ्गबहादुर राणाले हाम्रो तर्फबाट औ हाम्रो नाममा यो राज्यको शासन चलाइआएको हो औ हाम्रा प्रजाको शासन अब उपरान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले औ सो विधान तथा तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्य सम्पादन गर्न मद्दत र सल्लाह दिनमा निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिहरू समेत सम्मिलित भएको एक मन्त्रीमण्डलको सङ्गठन होस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले तसर्थ हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रो अति विश्वास प्राप्त र प्रिय श्री 3 महाराज मोहन शमशेर जङ्गबहादुर राणा हाम्रो प्राइम मिनिस्टर र परराष्ट्र मन्त्री, 2 मिनिस्टर बबर शमशेर जङ्गबहादुर राणा रक्षा मन्त्री, श्री विश्वेश्वर प्रसाद कोइराला गृहमन्त्री, श्री सुवर्ण शमशेर अर्थमन्त्री, श्री चुडाराज शमशेर वन विभाग मन्त्री, श्री गणेश मान सिंह उद्योग वाणिज्य मन्त्री, श्री नृपध्वज जङ्ग राणा शिक्षा मन्त्री, श्री भद्रकाली मिश्र यातायात मन्त्री, श्री यज्ञबहादुर बस्नेत स्वायत्त शासन मन्त्री र श्री भरतमणि शर्मा खाद्य र कृषि मन्त्री समेत अरू मन्त्रीहरू समेत सामेल भएको एक मन्त्रीमण्डल गठन र नियुक्ति गरिबक्सेका छौँ। माथि उल्लेख गरिएका मानिसहरू हाम्रो इच्छा अनुसार आफ्नो ओहदामा रहनेछन् औ संयुक्त रूपमा हामीप्रति जिम्मेवार रहनेछन्। यो राज्यको शासन सम्बन्धी विषयहरूमा मन्त्रीमण्डलका सबै निर्णयहरू हामीलाई जाहेर गर्न हाम्रो प्राइम मिनिस्टरको कर्तव्य हुनेछ और यो राज्यको शासन सम्बन्धी विषयहरूको बारेमा हामीले खोजी बक्सेका सबै समाचार अनि उनीले हामीलाई जाहेर गर्न उनको कर्तव्य हुनेछ और हामी यसद्वारा हाम्रा सबै प्रजालाई हामी र हाम्रा उत्तराधिकारीको सच्चा वफादारी धारण गर्नका निमित्त आमन्त्रण गर्दछौँ और हाम्रा सबै जङ्गी निजामती अफिसरहरू र यस राज्यका अरू बासिन्दाहरूलाई आज्ञाकारी भई हाम्रा मन्त्रीहरूलाई निजको कर्तव्यको सम्पादनमा मद्दत र सहायता गर्नलाई आदेश गरिबक्सेका छौँ। राजनीतिक अपराधमा परेका सबैलाई निजहरू विक्रम सम्वत 2007 साल चैत्र 20 गते सोमबार अघि आफ्ना घर फर्की शान्तिमय कामकाजमा लागे भने निजहरूलाई माफी र विस्मृति दिने औ
यस्ता अपराधमा जफत भएका निजहरूका जायदाद तिनीहरूलाई फिर्ता दिने हाम्रो सही इच्छा छ। यो हाम्रो आन्तरिक आशा छ कि यो नयाँ व्यवस्थामा सरकार र दुनियाँले मिलिजुली नेपालको उन्नति र समृद्धिको निम्ति प्रयत्न गर्नेछन्। परमेश्वरले हामीलाई र हाम्रा अधिकारी वर्गलाई हाम्रा प्रजाको हितका निम्ति उपरोक्त हाम्रा इच्छाहरू पालन गर्ने शक्ति दिउन्।